मैले मेरो व्यक्तिगत तर्फबाट 5 वटा सुकुम्बासी परिवारलाई चाहिँ घर बनाइदिने जिम्मा मेरो भयो है। यो चाहिँ के छ भन्दाखेरि ल यदि तपाईहरु कुनै पनि सुकुम्बासीहरु साच्चीकै असली सुकुम्बासीहरु जो अहिले विस्थापित भएको छ काठमाडौँबाट हैन, तपाईहरुलाई यदि साच्चीकै दुःख गरेर खानको लागि आफ्नै लागि घर जग्गा जमिन सबै कुरा चाहिन्छ भने मैले मेरो गोरखामा भएको घर र जमिन म तपाईहरुलाई मेरो जमिनमा चाहिँ मजाले लाइफ टाइम भरि बस्नको लागि सबै कुरालाई म पास गरेर दिने मेरो एउटा के रे बाचा भयो हैन। तपाईहरुलाई चाहिँ म गोरखामा जब तपाईहरु बस्छु भन्नुहुन्छ नि म 5 जनाको परिवारलाई मैले भनिरहेको छु नि अहिले पनि 5 जनाको परिवारलाई चाहिँ मैले घर बस्ने ठाउँदेखि लिएर जग्गा जमिन सबै कुरा खेतीबाली लाउनको लागि प्रत्येक वर्ष बिउ बिजनको लागि पैसा हैन हरेक वर्षमा चाहिँ म सहयोग गर्ने मेरो प्रतिबद्धता सहित म तपाईहरुलाई चाहिँ एउटा ठाउँमा चाहिँ एकदमै स्थापित गरिदिन चाहन्छु। यदि तपाईहरुले मनदेखि चाहनुहुन्छ भने फिटमिनलाई मेन गुरुङलाई चाहिँ कन्ट्याक्ट गर्नु होला। जय नेपाल।